च्याप्टर 15 इग्नोरेन्स यु नो लेस देन यु थिङ्क। हामीलाई लाग्छ हामी धेरै जान्दछौँ, तर वास्तवमा हामीलाई कति थाहा छ त? हरारी भन्छन् 21st सेन्चुरीको सबभन्दा ठुलो समस्या इन्फर्मेसनको कमी होइन, इन्फर्मेसन ओभरलोडेड हो। अनि त्योभन्दा पनि ठुलो समस्या हामी आफ्नो अज्ञानता इग्नोरेन्सलाई चिन्न सक्दैनौँ। आज लोकतन्त्रले भन्छ भोटर्स नो द बेस्ट, क्यापिटलिस्टले भन्छ कस्टमर इज अलवेज राइट, एजुकेसनले भन्छ थिङ्क फर युर सेल्फ। तर हरारी भन्छन् के मानिस साँच्चीकै यत्तिकै ऱ्यासनल छ? प्रत्येक मान्छे ऱ्यासनल छ वा एउटा मिथ हो? पछिल्लो केही शताब्दीमा लिबरल सोसाइटीले एउटा आइडिया निर्माण गर्यो, इन्डिभिजुअल ऱ्यासनल हुन्छ, उसले फ्याक्ट्स हेरेर निर्णय गर्छ। तर व्यवहारमा इकोनोमिक, साइकोलोजी र न्युरो साइन्सले के देखायो भने धेरै निर्णयहरू लजिकबाट होइन, इमोसनबाट, ह्याबिटबाट, ग्रुप इन्फ्लुएन्सबाट भइरहेका छन्। हामीलाई लाग्छ हामी आफैले निर्णय लियौँ, तर धेरै पटक परिवार, समाज, राजनीति, सोसल मिडियाले पहिले नै निर्णयको दिशा तय गरिसकेका हुन्छन्। मानिस तर्कशील प्राणी भन्दा पनि कथा र समूहबाट प्रभावित हुने प्राणी हो। नलेज इल्युजन, ज्ञान भ्रम हो वा होइन? च्याप्टरको सबभन्दा फेसिनेटिङ आइडिया यही हो कि हरारी एउटा एक्सपेरिमेन्टको कुरा गर्छन्। मानिसहरूलाई सोधियो जिप्परले कसरी काम गर्छ, सबैले भने हामीलाई थाहा छ, तर स्टेप बाई स्टेप एक्सप्लेन गर्न भनियो, सबैले एक्सप्लेन गर्न सकेनन्। म मोबाइल चलाउन सक्छु, तर मोबाइल कसरी बन्यो, प्रोसेसरले कसरी काम गर्छ, सेटेलाइट कसरी चल्छ, इन्टरनेट कसरी अपरेट हुन्छ, हामीमध्ये धेरैलाई थाहै छैन। कोर इन्साइट भन्नुपर्दा हामी धेरै जान्दैनौँ, तर हामी धेरै जान्ने मानिसहरूको बिचमा बाँचिरहेका छौँ। ग्रुप थिङ्क, हामी आफै सोच्दैनौँ। हरारी भन्छन् मानिसको वास्तविक शक्ति इन्डिभिजुअल इन्टेलिजेन्ट होइन, कलेक्टिभ इन्टेलिजेन्ट हो। एक्लै एरोप्लेन बनाउन सक्दैनौँ, एक्लै भ्याक्सिन बनाउन सक्दैनौँ। मानिस सफल भयो किनकि उसले धेरै ठुलो समूहमा सामूहिक कार्य गर्न सिक्यो। त्यही शक्तिको अँध्यारो पछि पनि छ। हामी ग्रुपबाट यति धेरै प्रभावित हुन्छौँ कि कहिलेकाहीँ आफ्नो सोच पनि भ्रम जस्तो लाग्छ। मोन्टी पाइथनको एक्जाम्पल हरारीले दिन्छन्। नेताले भन्छ थिङ्क फर युर सेल्फ, भिडले एकै सोना चिच्याउँछन् यस वी थिङ्क फर आवर सेल्फ। त्यसैले गलत विचारहरू पनि बारम्बार सुन्दा सही जस्तो लाग्छ। ग्रुप लोयलिटी फ्याक्ट्स भन्दा बलियो हुन्छ। मानिसहरू प्रायः इभिडेन्सले होइन, ट्राइबले कन्भिन्स हुन्छन्। ब्ल्याक होल अफ द पावर। अब च्याप्टरको डिपेस्ट पार्ट आउँछ। हरारी भन्छन् हामी सोच्छौँ प्रेसिडेन्टलाई धेरै थाहा हुन्छ, प्राइम मिनिस्टरलाई सबै जानकारी हुन्छ, सिओले सबै कुरा बुझ्छन्, तर रियालिटीमा उल्टो हुनसक्छ। पावर एउटा ब्ल्याक होल जस्तो हो, जति शक्तिको केन्द्रमा पुग्यो त्यति नै शक्ति बाँगिन थाल्छ। किन? तर ट्रुथ पाउन अझै कठिन बनाउँछन्। शक्ति बढ्दै जाँदा नियन्त्रण बढ्दै जान्छ, तर वास्तविकता बुझ्ने क्षमता भने घट्न पनि सक्छ। सुकरात र हरारी। सुकरातले भनेका थिए आई नो द्याट आई नो नथिङ। हरारी भन्छन् 21st सेन्चुरीमा यो झन् महत्त्वपूर्ण भएको छ, किनकि संसार अत्यन्त कम्प्लेक्स बन्दै गइरहेको छ। एआई, बायोटेक्नोलोजी, ग्लोबल इकोनोमी, क्लाइमेट चेन्ज, सिस्टम, क्वान्टम कम्प्युटिङ, यी सबै कुरा कसैले पूर्ण रूपमा बुझ्न सक्दैन। त्यसैले विस्डमको सुरुवात कहाँबाट हुन्छ भनेर भन्दा नलेजबाट होइन, ह्युम्यानिटीबाट। त्यसैले च्याप्टर 15 को डिपेस्ट लेसन भन्नुपर्दा समस्या अज्ञानता होइन, समस्या आफ्नो अज्ञानता नचिन्नु हो। थ्याङ्क यू सो मच। नेक्स्ट च्याप्टरमा भेटौँला।